हेलो गाइस हेर्नुहोस् राति 12 बजीसम्म केटाले फोन गरेर रातभरि सुत्न नदिएर अब राति निद नलागेर चिया बनाएर खाँदैछौँ। अब 12 बजी 12 समथिङ 12 1 बज्न लागिसकेछ। अब हेर्नुहोस् भोलि केटीले फोन गरेर रातभरि फोन गरेर सुत्नै दिँदैन। अब चिया बनाएर टक्क खाइन्छ, त्यसपछि निद लाग्छ के गर्छ। ल चिया रेडी बनाउँदा आफ्नै करेसा बारीमा खोलेको अदुवालाई काटेर टक्क नुनहरू अदुवालाई काटेर कुटेर चियामा हाल्ने व्यवस्था गर्दैछौँ। यो लाइट पनि कति मरेको यार। गीत भन्ने कुरा विशाल डिस्टर्ब भयो। हेलो साथीहरू, के गर्नु पाएको मोहन सरकारले एकदम घायल पेर्मी साया भन्ने मान्छे कुन काकी के हुन् विशालले माझ ओइबाट म भाइ माझ यार गिलास दिउँसो कसले माझ यार म हो नि दिउँसो कबाट मैले चिया खाने गिलास यो खत्तर हाउने यस्तै सुनसान छ जिन्दगी, आकाश जस्तै छ सुनसान जिन्दगी, चारा जस्तै छन् छरिएका सपनाहरू। आकाश जस्तै सुनसान छ जिन्दगी अनि ताराहरू जस्तै छरिएका सपनाहरू। भगवान् बाँच्न पाऊँ यसरी बडो छुट्टिन जुनीभरि हुने जति भइको डाँडा नलागेको त होइन माया समयको अभावले हो, नलागेको त होइन माया समयको अभावले हो, नबुझेको त होइन माया बुझाउनेको अभाव हो, नबुझेको त होइन माया बुझाउनेको अभाव हो। तिमी बिना म त हजुर पानी बिनाको माछा जस्तै छु, तिमी बिना त म त हजुर पानी बिनाको माछा जस्तै छु, छाती चिरेर देखाउन नहुने यो कुरा साँच्चै नै हो माया। चिया चिया बनिसक्यो, फेरि कालो चिया हो होइन, सुटक्क बसेर ल गाइस, त्यही अब एकछिन भिडियो एडिट गरेर यसो हाल्छु। मनको साइड लाइन यसो मिलाएर हाल्छु म। उनी घायल पेर्मी एकदम घायल भइसक्यो मायामा। साया भन्छ नि, सायालाई अब के भन्छ